नमस्कार साथीहरू सबैजनालाई। आज म चाहिँ गाउँमा छु। म चाहिँ अहिले बारीमा अलैँची बारीमा छु है। यो मेरो अलैँची बारी पुरै झारले भरिएछ है। अलैँची छ कि जस्तो लाग्छ। म अलैँची भयो भने तपाईँहरूलाई पनि देखाउँछु है। म आज हेर्नु त पुरै बनमाराले यो अलैँची पुरै छोपेछ। म अलैँची भयो भने म तपाईँहरूलाई अहिले देखाउँछु है। ल साथीहरू, मैले अलैँची टिप्ने सुरु गरेँ। अब यस्तो अलैँची हुन्छ है। यो अलैँची काटेर यो यसको भित्र यसरी हुन्छ यो अलैँची है। यो अलैँची भयो। अनि अलैँची यस्तो हुन्छ। यस्तो अप्ठ्यारो फल्छ कि छोरी है साथीहरू। यो अलैँचीको यो झुप्पो हो। यसलाई चाहिँ अब यो जरामा काट्नुपर्छ। अब म एउटा हात मोबाइलमा भएको कारणले यसलाई अहिले मैले भाँचाइदिएँ है। अब यो बिचमा यो अलैँची है यसरी हुन्छ। आज मैले नि जिन्दगीमा पहिलोपटक मैले नि अलैँची टिपेको है। अलैँची यसरी फल्दो रहेछ है मित्र हो। यो मसलाको राजा भनिन्छ यसलाई है। अहिले म कति हुँदो रहेछ, मेरो थोरै छ बोटहरू त। यहाँ अहिले भर्खरै सुरु गरेँ यो दुईवटा गाँजमा। यो यता छेउमा निकालेछ है। यसरी झुप्पो हुन्छ। जरामा यसलाई निकालिदियो है। यो यस्तो काट्नु पर्दो रहेछ। आज मैले नै पहिलोचोटि यो छ नि यस्तो झ्याङ बस्छ है। यिनीहरू सबै यतिमा आज कति निस्किन्छ उता सबै हेर्नु पऱ्यो आज है। ल अहिले म देखाउँदै गर्छु तपाईँहरूलाई। ल साथीहरू, यति निस्क्यो आजको यो हाम्रो यो अलैँची। अब यसलाई चाहिँ अब छुट्याउनु पर्ने हुन्छ। यस्तो बिचमा हुन्छ है। यसरी आउँछ। अब यो कति निस्किँदो रहेछ अब म पछि तपाईँहरूलाई देखाउँछु है। अघि त निकै धेरै देखाएको थियो है। अहिले त केलाएर धुई पखाल गरेपछि जम्मा यति भयो। अब यसलाई चाहिँ फेरि अझै आगोमा सुकाउनु पर्ने हुन्छ। आगोमा सुकाएपछि बल्ल टेस्टी हुन्छ है। यो खाने लायकको हुन्छ। ल है साथीहरू, यो अलैँची चाहिँ फाइनल्ली अब मजाले सुकेर तयार भएको छ। आगोमा सुकाएको तपाईँहरूलाई मैले त्यो अस्ति टिपेको अलैँची कति हुन्छ भनेको जम्मा यति सुकेपछि है। यति भयो। बोट पनि धेरै थिएन, यति भयो। धन्यवाद तपाईँहरूलाई। यो मैले यो बारीमा थोरै अलैँची टिपेको यो भिडियो राखेको थिएँ। तपाईँहरू सम्पूर्णलाई धन्यवाद। अब सबैजना मेरो जुन युट्युब च्यानललाई हेरिरहनु भएको छ, कृपया लाइक कमेन्ट गरिदिनु होला। धन्यवाद।